as I'm having a vegetarian in my house today, so let's cook matar paneer. आज दिदीले सिकाउँछ मटर पनिरको रेसिपी. किचन सुरुमा सफा बनाउनु पर्छ, नभए तिमीहरुकै कमेन्ट आउँछ कस्तो फर किचन हो छी 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 भनेर. सो मैले किचन सफा बनाए सुरुमा. त्यसपछि प्याज खुर्सानी लसुन अदुवा टमाटरलाई सबैलाई एउटैमा हाल्ने अनि आई मिक्स्ड इट मिक्सरमा फ्यार. त्यसपछि अर्को पेस्ट बनाएँ मैले अनि विच वाज अफ दही अनि मिट मसला अनि धुलो मसला अनि नुन अनि बेसार अनि त्यही जिरा धनियाँको पाउडर. यस एभ्रिथिङ घरमा त्यो मेरो त्यो यस्तो यस्तो हुन्छ नि, यस्तो यस्तो के भन्छ त्यो डिभाइडरमा हुन्छ नि, त्यो डिभाइडरमा भए जति सबै मसलाको एउटा पेस्ट बनाएँ मैले. त्यसपछि सबै इन्ग्रिडियन्ट रेडी भइसकेपछि चाहिँ अब पकाउनु पर्यो होइन. पकाउनु दुःख होइन क्या, पकाएको भिडियो बनाउनु दुःख हो. यो सबै प्रिपेयर गर्नुपर्छ नि त सुरुमा, त्यही भएर. सो लेट्स कुक. ल कुकिङ स्टार्ट है त. सुरुमा मैले एउटा भाँडो लिएँ, भाँडोमा मैले बसाएँ तेल तातेपछि मैले त्यसमा फ्राई गरेँ पनिर चाहिँ मलाई अलिकति कडा मनपर्छ क्या, त्यही भएर मैले अलिक कालो हुन्जेसम्म फ्राई गरेको छु होइन. त्यो चाहिँ आफ्नो आवश्यकता अनुसार जस्तो मलाई लाग्छ त्यस्तै गर्न मिल्छ. त्यसपछि सेम तेलमा मैले चाहिँ अघि बनाएको मेरो टमाटर अनि वाटर स्पाइसेसको चाहिँ मिक्सर अनि त्यसपछि दहीवाला मिक्सर. यसलाई मजाले गोल्ने पकाउने अनि यो पाकिसकेपछि चाहिँ हामीले मटर. तपाईँहरूले चाहिँ त्यो भिजाएको वाला लिनु भएको छ भने चाहिँ युज प्रेसर कुकर है. यो चाहिँ मेरो पिल गरेको मटर हो क्या, सो मैले यत्तिकै पकाएँ. त्यसपछि हाल्ने पानी, मेक स्योर यु युज पानी बाई वासिङ द्याट युटेन्सिल वेयर मसला वाज केप्ट क्या. त्यसो गर्दा त्यो मसलाहरू के पनि वेस्ट हुँदैन अनि स्वाद गाइज मिठो हुन्छ, मिठो. त्यसपछि हाल्ने पनिर, फेरि पत हुने गरी पकाउने. आफूलाई जति मन लाग्छ त्यति नै ग्रेभी हाल्ने. अरूले धेरै हाल्यो भनेर धेरै हाल्ने होइन, अरूले थोरै हाल्यो भनेर थोरै हाल्ने होइन. त्यसपछि सर्भ गर्ने. मैले यसमा खाएको छु चाम्रेसँग. ओके बाई.